गुड मर्निङ साथीहरू। आज चाहिँ म यो अपराजित फुलको चिया बनाएर खानु गइरहेछु, किनभने यसले चाहिँ हाम्रो शरीरमा धेरै फाइदा पुर्याउँदो रहेछ। मैले गुगलमा हेरेको थिएँ हैन, त्यसैले यसको चाहिँ यसो बिहानीको समयमा चिया बनाएर खाऊँ भनेर सोचेर यहाँ ग्यास अब बालिँदैछ र मैले चियाको बनाउनको निम्ति दिउरे बसिसकेको छु है। र ठिक्क 1 कप हुने पानी मैले लिएको छु। मैले पानी हालिसकेपछि जुन मैले भिजाएर राखेको थिएँ, मतलब धोएर राखेको थिएँ, त्यो फुललाई मैले यसरी पेनमा हालिसकेको छु र तपाईहरु हेर्न सक्नुहुन्छ पानी उम्लिन थाल्यो र पानीको कलर कसरी चेन्ज हुन्छ हेर्नुहोस् है तपाईहरु। यो फुलको कलर सबै पानीमा जानेछ। अब पानीमा कलर चेन्ज हुन थालिसक्यो है। हेर्नुहोस् है तपाईहरु कसरी चेन्ज हुन्छ। अब चाहिँ भने पानी धेरै उम्लिन थालिसक्यो र फुलको कलर पनि प्राय जसो है पानीमा गइसकेको छ। हेर्नुहोस् है। अब चाहिँ प्राय रेडी भइसक्यो। अब चाहिँ मैले ग्यास अफ गरिदिएँ र ग्यास अफ गरिसकेपछि केही क्षणको लागि मैले छोपेर राखिदिएको छु र अब चाहिँ मैले चाल्नीमा चाल्दैछु। हेर्नुहोस् त पानीको कलर कसरी चेन्ज भयो। टक्कै 1 कप है। यो हेर्नुहोस्। अब चाहिँ यसमा टेस्ट अर्कै गर्नको निम्ति मैले पहिला निम्बु काटेर राखेको थिएँ, त्यो यसरी मैले हाल्दैछु। तपाईहरुले निम्बु नहाल्दा पनि हुन्छ, तर निम्बु हालिसकेपछि चाहिँ यसको कलर फेरि चेन्ज हुनेछ। अब भने चाहिँ म सुरु गरेँ खाना। राम्रो भएछ। निम्बु हाल्यो भने अझै राम्रो टेस्ट हुँदो रहेछ। साथीहरु तपाईहरु पनि तातो भयो कि, त्यही भएर तपाईहरु पनि यसो खान सक्नुहुन्छ है। अपराजितको के फाइदा हुँदो रहेछ भनेर तपाईहरुले गुगलमा सर्च गर्नुहोस् न, राम्रो हुँदो रहेछ। त्यसैले मैले पनि खान थालेको, किनभने प्राय यो फुल प्रायः जस्तो तपाईँ त्यतै भेटिहाल्छ। बाइ त।